अनि तरकारी के खाने भन्नु नि त म केही पनि भन्दिनँ मिठो पकाए मिठो हुन्छ भने थाहा छ तपाईँलाई मैले पकाए मिठै भएन भन्छ न सबैजना अनि केही पनि हाल्दैन के मिठो हुँदैन अनि पहिला चाहिँ मिठो हुने अहिले चाहिँ किन मिठो भएन त पहिले पिनपान हालेर पकाउनु हुन्थ्यो अहिले नि पिनपान हालिहाल्छ नि मिठो थियो अहिले त्यति अनि तरकारी पसलबाट ताजा तरकारी केही पनि ल्याउँदैनन् उसो यो घरमा खोइ यहाँ त सबै बासी ल्याउँछन् नबिकेको सस्तो सस्तो खोजेर नबिकेको बिक्री ल्यायो अब फल्न पऱ्यो भन्छन् अनि अनि सस्तो पाउँछन् त्यही धेरै सोरे ल्याउँछन् अनि त्यही खुवाउँछन् भनेको त्यही हो ल्याएको पहिले किने पो पैसा हालेर खानु छ कहिले खान्छ नमिठो त्यसरी चाहिँ नि हो र नानी मेलेमा कति मिठो मिठो चिज खोजेर ल्याएर पकाइदिन्छ आमालाई दे मैले नबोले पनि मैले खान नदिए पनि तैँले मिठो बनाएर दे भने भन्छे राडीको पहिलो चाहिँ दिन्छ अनि त्यस्तो बोल्ने अनि यस्तो बोल्न चाहिँ आउने ल पकाउँदै पकाउँदै उसले मिठो बनाएर ल्याएर खान्थे आमालाई भने भन्छे यस्तो पकाउँथ्यो अनि जाने दिन्थ्यो पनि मिठो नि पकाउँछ पकाउनु त नानी माले मिठो नि पकाउँथे तर अनि अहिले किन नदेखि त नि तपाईँले खाँदैन अनि यसले मिठो पकाइन भनेर खाँदैन भन्छ अनि त्यो भएर नदिएको अनि मलाई मिठो बनाएर दिए आमालाई दिनुपर्छ भने भन्छ त मिठो बनाएर दिए भन्छ ल्याउन सको ल्याउँछ राडीको पहिलो लौ यस्तो बोल्ने अनि यस्तो बोल्ने मान्छे खाइदिएदेखि अनि अलि हुँदैन थियो त गाँठे मिठो पकाउन जाने सदमले यो मिठो हुने त्यसरी खल्ला पानी हालेर मिठो हुन्छ के गरेर पकाउनु पर्यो त आज अब अलि मिठो बनाइदिनु पर्यो आज भन्ने अनि चाहिएन अनि उता त होटलतिर कता मिठो बनाउँछन् कुन दिन आज त यतै बनायो होला आज त मिठै खान पाइन्छ कि भने जस्तो पनि लाग्थ्यो आमामा आज त मिठो ल्याउँछ जाने गट्ठै भएर कता अन्ततिरको बास्ना पो रहेछ होटलतिरको त्यो भातमा हालेपछि त तिरोले नुहाइहाल्छ त्यो नुहाएको हालेर खायो क्या नि त तेरो घरमा त्यति भने खायो त्यो पिरेको बढेको पिरेको हालेपछि खाँदै हेरेर के हो नमिठो अमिलो बन्ने आउँछ कहिले कहिले क्या हो क्या पानी त खानु भइहाल्यो त्यो उसले अनि पानी किन हात हालेर राखिदिरहेको छ त खानेकुरो खानु छैन कि पानी के खाने त अहिले अब के खानु त्यही त्यो टुङ्ग्या ताजा तरकारी लिएर आउँछु अब मिठो मिठो तरकारी लिएर आउँछु के खाने ल्याएर दिनुपर्छ भनिन्थ्यो खाइन्थ्यो त्यो खल्ला कुकरमा हाल्यो पानी खल्ला हालिदियो सिटी लगाइदियो भइहाल्यो भुटेर पकाउँदा त्यो हुन्छ तरकारी त्यहाँ ल आज भुटेर पकाइदिन्छु म कस्तो मिठो बनाउँछन् मेरो त्यो 12देखि उठ्न सकेको छैन आज त मिठो खानु पाइन्छ आउराले पकाउनुहुन्छ भनेको त्यो छोराहरूले कसले छोराहरूले भाउको भएरदेखि दिनुपर्छ अनि पहिला त नानीहरूलाई अनि तिम्रो बाउ आयो भने त बाउले मिठो बनाएर खाइदिन्छ भने भन्थ्यो अरे त अनि अहिले त तपाईँले मिठो भन त मैले पकाएको मिठो पकाउँथ्यो अहिले त बिरिहालेछ त्यो जापानमा बसेको त त्यसै बिग्रेछ बिग्रियो त बिग्रियो हो कि सधैँ नहाल्यो कि यो बुढीले नदिउँ भने नदिया हो कि चिन्दै चिन्दो रहन्छ त्यो खोइ कति मिठो बनाएको थियो त्यति बेला खाने नि भात अहिले त छैन केही नहालिकन ल्याएर दिन्छन् भनेको उनीहरू त गइहाल्छन् होटेलमा
ल ल नानीमाले के खान्छ आमालाई सोधेर आएर खुवाइदियो बनाइदियो भने के मिठो त होटेलमा कति मिठो भयो ल अब म बनाइदिन्छु होटेलमा त उनीहरू त पैसा खसीको मासु ल्याएर पकाइदिन्छु अब दिनु र त खसी मासु हो त्यही खाएर बिमार भएको अनि त्यही मिठो हुन्छ अनि मिठो हुन्छ माछा मासु भन्ने कुरो त ऊ बेलाको पुरा मान्छेले त दर्शको दर्शक खान्थे अलि अलि अलिअलि घन्टा कहिले काट्न लाग्यो 4 घन्टा अहिलेका त दिनै खाने दिनै खाने अहिलेकाले त अहिले त दिनै यहाँ त त्यो लामगाने मासु कालो दाल पकाइदिउँ त कालो दाल नपक्क दालको त त्यहाँ निशानै नै खानु भएको छैन अनि पिँडालु ल्याएर पकाइदिउँ त गाना बो चाना पिँडालु खान्न खाए के खान्छ सबै कुरो ल्याएर हाल्यो अरे पानी हालिदियो नुन पनि हालिदियो कहिले कहिले नुन पनि नहालिदियो यस्तो भएन कति खत्री बिग्रेछ कति मिठो बनाएर खान्छन् भनेर बुढाबुढी खान्छन् भनेर ल्याएर दिन्छु म चाहिँ खाइयो यस्तै ल्याएर खाएर हो त्यसले खान्छ नभएको खाने कुरो त माछा मासु भन्ने कुरो त कति बाजा